मोटरसाइकल चालक, ट्याक्सी चालक र मोटरसाइकल चालक चाहिँ वाद विवाद गरिरहनु भएको थियो। दुईटा सवारी साधन चाहिँ सँगसँगै जोडिएको जसरी पनि बसिरहेको थियो। पछि के भएर रहेछ भनेर बुझ्दाखेरि चाहिँ दुईटा गाडी चाहिँ सामान्य ठक्कर लागेको रहेछ। अलिकति चाहिँ मोटरसाइकलको अगाडिको त्यो साइड लाइटमा चाहिँ फुट्या जस्तो थियो भनेदेखि गाडीको चाहिँ अगाडिपट्टि चाहिँ स्क्रैच लागेको थियो र मोटरसाइकलवालाले ट्याक्सीलाई तैँले बनाइदिनुपर्छ तेरो गल्ती भनिराखेको थियो र ट्याक्सीवालाले चाहिँ मोटरसाइकल त आएर मलाई ठक्कर दिएको, तैँले मेरो बनाइदिनुपर्छ भनेर विवाद भइराखेको थियो। र त्यहाँ सामान्यतः उनीहरूको चाहिँ लजिक के थियो भन्दाखेरि र अरू मान्छेहरू पनि जम्मा भएको थियो र सबैजनाले चाहिँ यो जुन चाहिँ सानो सवारी साधन हुन्छ त्यसले चाहिँ क्षतिपूर्ति पाउनुपर्छ भन्ने चाहिँ कुरा भयो। सामान्यतः हामीले के गर्छौँ भन्दाखेरि दुईटा सवारी साधन ठोक्के दुर्घटना भयो भनेदेखि सानो सवारी साधनलाई चाहिँ क्षतिपूर्ति दिइन्छ। जहिले पनि ठुलोको दोष दिने चाहिँ हाम्रो प्रचलन छ, कानुनमा नभए पनि यसले पनि धेरै दुर्घटना गरिरहेको हुन्छ। त्यही भएर सानो सवारी साधनले चाहिँ जहिले पनि म क्षतिपूर्ति पाउँछु, मेरो गल्ती हुँदैन भन्ने उद्देश्यले चाहिँ सतर्कता नपाउँदा पनि दुर्घटना हुन्छ। त्यही भएर जसको गल्ती हुन्छ उसैले सजाय पाउनुपर्छ। धन्यवाद।